छोटो जाने त एक्सन स्वाटै त क्यामेरातिर फर्केर कता फर्किने रे ओ अझै ताल एक्सन तयार भएर बस चाँडै फेरि लिन फेरि फेरि बाख्राले थुकिदियो रोल यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै सिक्नु छ सोच त तिमी हामी जस्ता युवा कति कुलतमा फसिरहेको छ बराली कति युवा भन्दा अगाडि नै कति क्या ए कति कुलत तिमी हामी जस्ता कति युवा यो अन्त ल फेरि एक्सन यो बाध्यता साध्यताको कुरा नगर त तयार भएर बस म चाँडै लिन आउँछु यता सुन्नु न एक्सन मैले भनेको कुरा बुझ्नु भयो नि सोल्टिनी मैले क्यामेरा घुमाइसक्यो सोल्टिनी हाँसिदियो कस्तो रे कस्तो टुटु पढेर एन्सर दिएको सरलाई एन्सर दिएको जस्तो भयो क्या अलिक यताउति सोच्ने है यताउति यसो भुइँतिर हेर्ने घरि मलाई हेर्ने एकछिन हेरेर अनि एक्सप्रेसन दिनु ल अनि त्यसपछि एक्सप्रेसन दिनु यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै सिक्नु छ सोच त तिमी हामी जस्ता युवा कति कुलतमा फसिरहेको कति युवा क्या युवा भन्दा अगाडि चाहिँ कति कुलतमा फसिरहेको ल कस्तो के भएको हो यार ल सिरी नमस्कार क्या मैले एक्सन यो नै ठुलो कुरा हो रवि हाइमा यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै सिक्नु छ सोच त तिमी हामी जस्ता युवाहरू कति कुलतमा फसिरहेका छ फेरि त तिमी हामी जस्ता कति युवाहरू हुनुपर्ने ल यो नै ठुलो कुरा हो रवि यो नै ठुलो अबे तिमीबाट हामीले धेरै कुरा सिक्नु छ सोच त एकचोटि तिमी हामी जस्ता कति युवाहरू कुलतमा फसेका छन् बरालिएर हिँडेका छन् तर तिमीले त बाँझो बारी फुटाएर यति राम्रो पौरख गरिरहेको छौ योभन्दा अरू के गर्नु पर्यो र तपाईँ चाहिँ एकरो मलाई हेर्नु भयो क्या रवि आँखा चाहिँ मलाई मात्रै हेरिरहनु भयो क्या यताउति पनि हेर्ने विशेषमा अलिकति यताउति सोचेर बोले जस्तो गर्ने तपाईँ चाहिँ कन्ठा गरेर बोले जस्तो भयो ल भाइ के हो गर्लफ्रेन्ड हो क्या हो दाइ कहाँ गयो है भाइ लजायो क्या हो हेर त ल्याऊ 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 लिऊ ल लिउँ एकपल्ट फेरि के लिऊ लास्टको के थियो हेर्दै तर तिमीले तर तिमीले त बाँझो बारी फुटाएर यति राम्रो पौरख गरिरहेको छौ अरू के गर्नु पर्यो योभन्दा अरू के गर्नु पर्यो के गर्नु पर्यो तर तिमीले त बाँझो बारी फुटेर डायलग दिनु त एक्सन एकछिन है आज यसो कि थोरै आज थोरै तरकारी बजार लगेको थिएँ पासाङ ल ल ल यो नै ठुलो कुरा हो रवि ल ल ल फेरि यतिकै यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै कुरा सिक्नु छ सोच त
तिमी हामी जस्ता युवाहरू कति कुलतमा फसिरहेका छ भएन अझै भएन सोच लास्ट त। के थियो त सोच त सोच त तिमी हामी जस्ता कति युवाहरू कुलतमा फसेका छन् बडा लिएर हिँडेको छ कति कुलतमा फसेको छ कति युवाहरू कुलतमा फसेको छ बडा लिएर हिँडेको छ त्यसपछि अझै डाइलग छ नटुङ्गै हाल्नु बडा लिएको छ नभन्नु बडा लिएको छ एक्सन यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै कुरा सिक्नु छ सोच त तिमी हामी जस्ता युवाहरू कति कुलतमा फसेर हिँडिरहेको छ तिमी हामी जस्ता कति युवा ए एक्सन साह्रो भन्नु हुन्छ यो नै ठुलो कुरा हो रवि एकछिन एक्सन लु साथीले छिटो मार्नु नि माथि एक्सन लु साथीले एक्सन हो शक्ति तिम्रो लागि तिम्रो पछि लिलिहाल रोल एक्सन हो शक्ति तिम्रो पछि सयौँ केटीहरू लाग्छ तर पनि मेरो लागि यो सब गरिरहेछौ तर म बाध्यतामा छु भएन 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 गुड एक्सन शर्मिले त मेरो पहिलो माया होस् त्यही भएर सब कुरा तँलाई भन्दैछु त्यसो त मेरो पनि सयौँ केटी पछि लाग्नेछन् त्यसो त सयौँ केटी मेरो पनि सयौँ केटीहरू पछि लागिरहेछ त्यसो त सयौँ केटी मेरो पछि लागिरहेको छन् शर्मिले अहिले विचार मलाई गर्नु। बाध आयो म लागेँ हौ त्यो भनिदिनु ल ल ल ल एकछिन एक्सन तैँले त सब कुरा भुलिसकिस् होला ला सारा सम्पत्ति मेरो नाममा नामसारी गरिसक्यो ए आमा ए बाबा ए मेरो दादा यस्तो क्या
ठुलो कुरा हो रवि ए यो नै ठुलो कुरा हो रवि यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै सिक्नु छ सोच त तिमी हामी जस्ता कति युवाहरू कुलतमा फसिरहेको छ बरालिएर हिँडिरहेको छ तर तिमीले बाँझोबारी फुटाएर लास्टमा तिमीले तयार भएर बस छिट्टै लिन आउँछु जानु गइसक्यो दादा रोका किन आज दादा आज एकदम रोमान्टिक हुनुहुन्छ भरे भाउजूलाई गएर आक्सहरूले चाहिँ घुमाउनुहुन्छ होला शर्मिले तँ मेरो पहिलो माया होस् त्यसो त मेरो पछि सयौँ केटी लाग्छन् यसो मलाई हेप्नु हुँदैछ यहाँ मम्मी मलाई हेप्नु हुँदैछ म सुटिङ नगर्ने मलाई बोलाउनु रोल एक्सन लु ए एकछिन झुक्यो म साथी तरकारी खोज्यो रोल शक्ति दादा उता एक्सन हो शक्ति मलाई थाहा छ एक्सन यो नै ठुलो कुरा हो रवि यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले यो नै ठुलो कुरा हो त मेरो पहिलो माया होस् त्यही भएर यो सब कुराहरू तँलाई भनिरहेको छु त्यसो त मेरो पछि सयौँ केटीहरू छ नि किन मन्दी भाइको 75वटा गर्लफ्रेन्ड छ अरे अघि भर्खर भन्दै थिए यो नै ठुलो कुरा हो रवि तिमीबाट हामीले धेरै सिक्नु छ